मूर्ति होइन, तेरो फोटो त सुर्तीको प्याकेटा छाप्नुपर्छ, बुझिस्? नमस्कार साथीहरू, आज हामी कुनै साधारण मान्छेको कुरा गर्दै छैनौँ। आज हामी यो आधुनिक युगका महान दार्शनिक, फेसबुकका अन्तिम सम्राट र सुकेको खहरेमा पानी होइन, क्यामेराको अगाडि आँसु झार्ने आधुनिक चटके हर्के मलद्वारको कुरा गर्दैछौँ। भैरव अर्यालले जय भुँडी लेखेका थिए। यिनको ताल हेर्दा लाग्छ यिनले जय भुस लेख्नुपर्छ, किनकि संसारमा यदि दिमाग खाने किराको महामारी नै लाग्यो भने पनि यो पृथ्वीमा यही एउटा प्राणी बाँकी रहन्छ। तर साथमा उसको साइडकिक माटो जिपिटी उर्फ पिन्सा राई त छँदैछ। यसलाई त पक्कै पनि कसैले प्रम्प्ट दिएर ब्याट्री हालेर समाजमा भुसिया कुकुर जसरी छोडिदिएको हो क्या। होइन, सुरु पनि कहाँबाट गरौँ यो हाँडी बौलाको बारेमा जस्तो लाग्छ। अस्ति भर्खरै बाइकबाट लड्यो, त्यो पनि आफै भिडियो खिचेर, अनि लडेको पार्ट चाहिँ लाज छोप्नलाई एडिट गरेर काटेछ फेरि। ओए ग्वाच, फेसबुकमा त्यो भिडियो पोस्ट नगरेको भए त त्यो एक्सपायर्ड लाइसेन्सको कारबाही पनि पर्दैन थिइस् होला नि त, होइन? तर के गर्नु, क्यामेरा देखेपछि बुढो बाँदर त पलटबाजी खान्छ भन्थे, यसले पनि बाइकै पल्टाइदियो। अनि मिडियामा आएर यसको कुरा हेरौँ न फेरि। ए सुन्नु न, एक हातले प्लेन पनि उडाउँछ है, एक हातले बाइक कुदाउनु चाहिँ कुन दफाको कुन चाहिँ कसुर, कस्तो कसुर रहेछ त भन्ने कुरा त। ओए 3 दिने स्टुडेन्ट, बाइकमा 2टा ह्यान्डल हुन्छ कि हुँदैन बे? कतै लेखा छैन भन्दैमा अब एउटा मात्रै हात भएको मान्छेलाई पनि डट बाइक हाँक्दै हिँड्न दिने हो क्या सडकमा? अनि भन्छ फेरि लाइसेन्स भन्ने त सर्टिफिकेट हो, तपाईँको एकाडेमिक सर्टिफिकेट जस्तो हो, त्यसलाई किन रिन्यू गरिरहनु पर्ने? ओहो, विज्ञानको नयाँ आविष्कार। तैँले 10 कक्षा पास गरेको थिइस् भन्दैमा बुढेसकालमा तँलाई एउटा इक्वेसन सल्भ गर्ने दियो भने तैँले भ्याल्यु निकाल्न सक्छस् एक्सको? तेरो नभएको दिमागमा खिया भरिएको छ भाइ। त्यही भएर लाइसेन्स रिन्यू गर्नुपर्छ, ताकि तँ जस्तै खिया लागेको दिमाग भएकाहरू सडकमा काल बनेर नहिँडुन्। संसारभरिका सबै देशमा सिस्टम अनुसार रिन्यू गर्दा कसैलाई केही समस्या छैन। तर यी हाम्रा आधुनिक चटकेलाई चाहिँ आफूले जे गल्ती गर्यो त्यो गल्तीसँग सम्बन्धित कानुनै खराब लाग्छ। यसको ताल हेर्दा त भोलि आफै बाटोमा जाँड खाएर हिँड्दा हिँड्दै लड्यो भने पनि यसको कहाँ दोष हुनु? दोष त जाँड रक्सी बेच्न दिने सरकारको, त्यो रक्सी बेच्ने पसलेको, अनि त्यो बाटो बनाउने ठेकदारको। आफ्नो गिदी र गल्ती बाहेक संसारको त सबै कुरा दोषी। अब यसबाट जति पनि कन्ट्रोभर्सी आयो सबै डलरको चक्करमा। फेसबुक पेजमा फलोवर्स त छँदैछन्, नन फलोवर्स पनि चर्तीकला हेर्नलाई आइपुग्छन्। कसैले आफ्नो यत्रो तारिफ गरिदियो भने 3-4 चोटि सेयर गर्न भ्याइहाल्छ। अनि बोल्दा बोल्दै बेला बेलामा जन्डिस लागेको प्राणी जसरी पज भएर कि त आफूले रोएको या त पसिना झारेको त देखाउनै पर्छ। अब कन्सर्टमाथिको पसिना क्यामेरामा देखिएन भने त यसको भत्ते एक्टिङ चल्दैन नि, अनि डलरै आउँदैन। धरानमा पानी आउँदा सामान्य मान्छे खुसी हुन्छ। अनअफिसियल होली जस्तो माहौल हुन्थ्यो होला त्यहाँ। तर यहाँ त अर्केको पिआर क्याम्पेनले अर्कै अस्कर लेभलको नाटक प्लानिङ गरिरहेको थियो। रोएर देखाएँ भने जनता सेल्टी हुन्छन्, सिम्पेथी आउँछ, अनि भोलि नै प्रधानमन्त्री बनाइदिन्छन् मलाई। ओइ ग्वाङ्रे, तँलाई भोलि प्रधानमन्त्री बनाएको भए वर्ल्ड लिडरहरूको अगाडि पनि गएर के क्वाँ रोएर देखाउँथिस् कि गिटार निकालेर गीत गाउन थाल्थिस्? ए साँच्ची, चमेली त कसैको सहयोगै नलिकन देश बनाउने भने हो क्यारे। अनि त्यसो हो भने पार्लियामेन्टमा गएर भुसिया कुकुर जस्तो क्याउँ क्याउँ गरेर भुक्नुको सट्टा कुटो कोदालो बोकेर हिँड्न त। जा गएर बागमती र विष्णुमती सफा गर आफ्नो सेना लिएर। जान्छस्? किन जान्थिस्? जनताको चासोको नाममा भुकी भुकी सुँगुरको लादी जसरी सरकारी तलब सुविधा घिच्न पाएको छस्, अनि विदेशमा भएका सोझा नेपालीहरूलाई इमोसनल ब्ल्याकमेल गरी गरी क्युआरबाट पैसा बटुल्न पाछस्। यसमा पनि के अचम्म छ र? ग्वाङ्रेजीलाई त नक्कली माओवादी बनेर चन्दा उठाएको बेलादेखि नै व्यावसायिक एक्सपिरियन्स छ नि यस्तो कुरामा त। हिसाब कसैले माग्यो भने जो पाए त्यसलाई दिन्न भन्छ फेरि। ए बाबु, तेरो व्यक्तिगत सम्पत्ति त बिरालोले लुकाए चाहिँ लुका न, तर जनतासँग उठाइ आफ्नो मूर्ति बनाउनलाई जुन पैसा चलाइस् त्यसको त हिसाब तैँले सबैलाई दिनुपर्छ। होइन, त्यत्रो विद्यार्थी मार्ने केपी चोरले त आफ्नो मूर्ति बनाउने हिम्मत गरेका छैन भने यो ग्वाङ्रेको आँट कहाँबाट आयो फेरि? मूर्ति रे, मूर्ति होइन, तेरो फोटो त सुर्तीको प्याकेटा छाप्नुपर्छ, बुझिस्? तलपट्टि चेतावनीमा लेख्नुपर्छ, यो सुर्ती खाएमा हर्केको जस्तै दिमाग सुक्ने क्यान्सर हुनसक्छ भनेर। अनि अस्ति भर्खरै रमेश प्रसाईको शारीरिक क्षमतालाई लिएर घटिया कमेन्ट ठोक्यो। हे तेरी ग्वाङ्रे, रमेश प्रसाईको शारीरिक कुरा छोडिदे, उनको त आँखा नभए पनि दिमाग त तेरो जस्तो सुकेको छैन नि। तँ चाहिँ मानसिक रूपले नै धेरै अपाङ्ग भइसकेको छस्, बुझिस्? दिमाग पुरै खाली छ तेरो। संसार कहाँबाट कहाँ पुगिसक्यो। हाम्रा धरानका महा इन्फ्लुएन्सर भने फेसबुकको 24 घन्टे ड्युटी र एक हातको ह्यान्डलमै अड्किएका छन्। अब अहिलेलाई सायद यति नै गरौँ होला। बाँकी चटकहरू अर्को भागमा आउँछ। अन्टिल ही नोटिसेस।
साथीहरू भिडियो मन परेमा लाइक र सब्स्क्राइब गर्नुहोला। तपाईँको हरेक एक लाइकले हर्केलाई 1 ग्राम बुद्धि र 1 सब्स्क्राइबले 10 ग्राम बुद्धि पुगोस्।